काम तीव्र गतिमा हुँदैछ है। ल सो हे गाइज म चाहिँ अब बल्ल उठेँ आज अनि दिन सकिन्छ म चाहिँ ओछ्यानमा छु आज अनि भर्खर पानी दिनभरि पर्दैछ हिजोदेखि पानी परेको आज बल्ल बल्ल पानी रोक्यो पानी अस्तिदेखि परिरहेको छ अनि बल्ल बल्ल आज चाहिँ अलिकति रह्यो पानी भनौँ न अस्ति नै हामी बिर्तामोड गएको थियौँ क्या सुरुदेखि त्यहाँदेखि आएदेखि पानी परेको अहिलेसम्म परिरहेछ अनि आज चाहिँ बल्ल बल्ल रोकियो अनि आजको चाहिँ ठ्याक्क अब बाइक यताउति गर्नुपर्ने छ लु म चाहिँ अब अलमोस्ट रेडी नै भइसक्यो भनौँ न अब बाहिर जानको लागि अनि ज्याकेट स्याकेट लगाएँ बाहिरको तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो छ बाहिरको कन्डिसन चाहिँ यस्तो छ वेदर होइन चिसो चिसो यसो हेर्दा चाहिँ घरमै बसिराख्नु खालको छ यहाँ छ साधन आज यो साधनलाई चाहिँ हल्का मोडिफाई भनौँ न मोडिफाई गर्नुपर्ने छ अनि त्यही भएर अझ लग्नुपर्ने छ ग्यारेजमा त्यही भएर अब यो पानी देख्नु छ बल्ल बल्ल मौसम आजको मौसम चाहिँ यस्तो छ अनि यो बाइक चाहिँ हिजो मात्र सर्भिसिङ हानेर आएको क्या देख्न सक्नुहुन्छ तपाईँहरू अब यो बाइकलाई चाहिँ आज अब ट्याक्क यो पछाडिको मडगार्ड सिट सबै निकाल्नु पर्ने छ अनि यो एक्रा साथीको एक्रा हालेको देख्न सक्नुहुन्छ यो एक्राको पनि यो भित्रको यो हावा यहाँ छ क्या यहाँ हावा यहाँबाट हावा यहाँ देख्न सक्नुहुन्छ तपाईँ यहाँबाट हावा चाहिँ निस्किरहेको छ अनि अलिकति राम्रो बज्दैन मतलब पड्किँदैन अनि पड्किनुको लागि बनाएको तर अब यस्तो छ अलिक पछि चाहिँ यसको गोल्ड स्टार हाल्ने भन्ने छ अलिक बजेट कम यहाँ हेर्नु हिजो मात्र हामी सर्भिसिङ हानेर आएको बाइक अनि यहाँबाट मुभी लिक भएको जस्तो देखिरहेछ यो हो कि होइन थाहा भएन हिजो यहाँ मजाले धुइँदैन जस्तो लाग्यो कि त यो हिजोकै छाप होला त्यो चाहिँ थाहा भएन तर यसो हेर्दा चाहिँ यहाँ मुभी लिक भएको जस्तो लाग्दैछ हो कि होइन त थाहा भएन यस्तो भइरहेछ यस्तो ल ल ल डान्स त अरे बस त डान्स त तर अनि कति बजिसक्यो अहिले कति 3:18 भइसकेछ यता चाहिँ हाम्रो छिमेकी मैया के मोमो खाने ल ल बाई पार्ट टाइम जब चाहिँ सुरु भयो भाइको यहाँ हाम्रो काम चाहिँ टक्क लाएर सुरु भइसकेको छ अहिले देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ हाम्रो भाइ चाहिँ यहाँ पार्ट टाइम जब हान्दैछ खोइ गर न छिटो जाऊ न कपाल हेरौँ न बस्दा राम्रो देखिरहेछ हो साँच्ची भन्नुपर्दा यहाँ हाम्रो पार्टी चेन्ज हुन आँटेछ यहाँ भाइ राम्रो देखेको छैन भन त यता छ हाम्रो मेकानिकहरू काम तीव्र गतिमा हुँदैछ है सक्छ त्यति निकाल्नु थिएँ भाइ अब चाहिँ यहाँ हाम्रो मडगाडको टर्न टर्नै गएछ यसरी कसरी बजा यसरी होइन तेर्सो अब चाहिँ हाम्रो मडगाडको टर्न हो निकाल्ने अलिक माथि उचालेर गाडी निकाल्नु पर्ने हुन्छ यस्तो छ मेकानिकहरू हो लगाएको छ सेक्सी लुक खोइ लुक खोइ यस्तो देखेको छ अब चाहिँ होइन एघार छ त्यही हो अब यसमा भेटौँ काम चाहिँ अब आधी कति पुग्यो सकिनु लाग्यो भनौँ न यस्तो छ
अरू अरू के छ अब छुटेको अरू के छ है लास्ट अब सिट जोडान भयो त्यसपछि अर्धन कपडा छ ओ एम यो चाहिँ हाम्रो के मिस्त्री भन्दा के भन्नु भाइ मिस्त्री इन्जिनियर होइन मिस्त्री हो यहाँ चाहिँ हाम्रो जुगाड हुँदैछ यस्तो क्या भाइ आराम अब लास्ट यान बाँकी छ त्यसपछि सक्यो क्या छ होला यो सुनाइदिनु ल आना त ल ल एकछिन अलिक उता हस्पिटल हो कस्तो लाग्यो कन्नी लु हाम्रो बाइकको स्थिति अहिलेको लु यस्तो छ बाइक चाहिँ हाम्रो अब सब भइसक्यो है टक्क माथि हेर्न सक्नुहुन्छ हुस्सेन लागिरहेछ टक्कसँगले अनि बाइक चाहिँ यस्तो छ है बाहिरको सब खोलछाल भइसक्यो मतलब खोलिसक्यो अनि नम्बर प्लेट यो माथिको यो पछाडिको मडगार्ड सटगार्ड होइन एक्जस्टमा नि अलिकति के यताउति जुगाड चाहिँ गरेको छ हेर्नुहोस् के छ यहाँ छ यो लाएर बनाइयो अनि बाइकको अहिले बाइक चाहिँ अहिलेको लुक्स यस्तो छ तपाईँहरू देख्न सक्नुहुन्छ है अब बाइकको साउन्ड यस्तो छ